ढिकी डाँडा जाँदैछौँ। गणेश सर के छ? मलाई एकदम खुसी लागिरहेछ मनमा। साथीभाइहरूसँग अब जे होस् वान नाइट स्टेको लागि हामी ढिकी डाँडा जाँदैछौँ। ढिकी डाँडा जानको लागि हामी फुल्ली यहाँ चाहिँ अब खाजा मजाले खाइसकिया छ। अब हामी केही छिनमा चिया खाएर यहाँबाट हामी गन्तव्यतिर हुन्छ। यस राम्रो छ नि व्यवस्थापन? व्यवस्थापन त हामी सबै मिलेर गर्ने हो नि, रमाइलो गर्ने हो कि घर। रिसोर्टमा जाँदा व्यवस्था त रिसोर्टले गरिहाल्छ नि। व्यवस्था रामसरले नि गर्ने होला नि? एकदम वेलकम छ तपाईँलाई। रामसरको व्यवस्था के हो? ढिकी डाँडा रिसोर्टमा एकदम हार्दिक वेलकम छ। ल हामी यो नान हाउसमा बसेर अब ढिकी डाँडाको लागि प्रस्थान गर्दैछौँ है साथीहरू। लेट्स गो। ढिकी डाँडा रिसोर्ट यहाँबाट हामी जाने भनेको त्यो डाँडाको टुप्पोमा है, ढिकी डाँडा। गाइज इन्जोय गर्नु मान्न पर्छ यार ढिकी डाँडा यार। ढिकी डाँडाको बाटो पनि मान्न पर्छ। In fact, this is ढिकी डाँडा, nearly close. बाटो कति छ है गाइज? यहाँबाट यो यस्तो सिन यतापट्टिको डाँडाको यतापट्टिको सिन यस्तो। ढिकी डाँडा हरिपाउ टोल विकास संस्था। ढिकी डाँडाको दर्शन पाइयो है। दिस इज ढिकी डाँडा रिसोर्ट। यसको लेफ्टमा पोखरा। ल त बेसीमा धान फलेको मान्छेहरूले यसरी धान लिएर आउँदो रहेछ बेसी ढिकी डाँडामा। ऊ त बेसीमा धान फलाउने अनि त्यहाँबाट चाहिँ हेरी यहाँ लिएर आएर यसरी यति माथि लिएर आउँदो रहेछ यहाँ। अनि त्यो पारमा देखेको चाहिँ पोखरा हो गाइस। पोखरा घरै गर्छ यार। ल लाइक वेदर खुलेको बेलामा पऱ्यो क्या, दामी भयो।
रिसोर्ट पनि रहेछ पिकनिकको लागि किनभने हिमाल हेर्दै खाना खानुको घाम ताप्नुको मजा र पोखरा भ्याली यहाँबाट हेर्नुको मजा बेग्लै रहेछ यसको लागि यहाँ रिसोर्टले यहाँ पार्किङको व्यवस्था गरेको रहेछ त्यो मेरो स्कुटर दाइँको बिचको गणेश सरको साइडको राम सरको अनि यहाँ पार्किङको रहेछ यहाँ रमाइलो पनि एकदमै हुने रहेछ होइन मादल बजा जस्तो छ अब लेट्स इन्ट्री छिर्ने बित्तिकै यस्तो रमाइलो छ भने चाहिँ कति रमाइलो ठाउँ रहेछ त ल यहाँ यस्तो रमाइलो छ ल हेर यस्तो अपारम्पार यार धान फल्ने ठाउँ यार यो के भन्छ यसलाई के ठाउँ पो भन्छ यार यता गुफाबाट आउने ठाउँ हो क्या यार This Digidana. This is Digidana, guys. Oh, धेरै चिसो रहेछ नि त बा हेलो बल्ल रियुनियन भयो है हामी तालचोकबाट छुटेको भेट भइएको छ यहाँ अब हाम्रो प्लान फाइनली वी आर रियुनियन ल अब गणेश सरलाई आज एकदम यहाँ पौडी खेलाउनु पर्छ ल ढिक्की डाँडा साह्रो रहेछ यार एस्टोनोसिङ यार एस्टोनोसिङ ओ माई गॉड ब्रेस्ट टेकिङ यु नो आई एम नेभर बीन दिस प्यालेस बिफोर या ढिक्की डाँडा गाइज Hazar, never been this palace before. Like, oh, very enjoying, relaxing. You know, guys. यसरी कहिले पिङ पनि खेल्नु पर्छ है गाइजहरु. हा. ढिकी डाँडा, यस. Oh, yeah, love it. पक्कै पनि यो एउटा लुकेको जेम्स हो, हिडन जेम्स. यहाँबाट प्यानोरामिक भ्यूजहरु देखिन्छ. घार्मी डाँडा, हरपाक र पोखरा भ्याली, अन्नपूर्ण, माछापुच्छ्रे सबैलाई सँगाटेर राखेको एकदम एकान्तमा एकदम सुनसान जग्गामा एकदम लेस क्राउडेड प्यालेस एकदम कम भिड हैन एक किसिमले भन्ने हो भने तल देखिएका सुन्दर फाँटहरु त्यो भनेको हर्पन सायद हर्पन खोला त हैन लाइक रिसोर्टमा 15 वटा रुम रहेको छ यहाँ एक रातको 2500 रुपैयाँ पर्छ यहाँ प्याकेजमा तर यहाँ डिस्काउन्टेडमा आयो भने देखि चाहिँ अलि धेरै जना आउनु भयो भने अलि सस्तो पनि पर्न सक्छ देखिरहेको रिसोर्ट 1470 मिटर सी लेभलबाट 1470 मिटर हाइटमा रहेको ढिकी डाँडामा अवस्थित यो डाँडा अत्यन्त सुन्दर राम्रो तरिकाले बनेको छ हैन यहाँ एकदम रोमाञ्चक छ आकर्षक छ ल ढिकी डाँडा हैन पोखराबाट एकदमै नजिक 23 किलोमिटरको दूरीमा लेखनाथबाट 55 मिनेटमा यो ढिकी डाँडा आइपुग्न सकिने रहेछ ल ढिकी डाँडा पर्फेक्ट प्यालेस ल हाम्रो गाइजहरु त्यहाँनिर जानुभयो रुमहरु कता कता के गर्ने झोलाहरु कता कता मिल्काउने त्यसपछि एक्टिभिटिजहरु के गर्ने हैन भन्ने कुरामा मोहन सर गणेश सर राम सर हाम्रो म्यामहरु सबैजना जानु भएको छ हैन एकदम मेस्मराइजिङ भ्यूज हो ल यहाँ पार्किङको रातिको लागि क्याम्प फायरको लागि पनि एउटा राम्रो व्यवस्था भइसकेको रहेछ रातिको लागि टक्क आगो बालेर बस्नको लागि टक्क राम्रो सबैजना बस्न यताउति गर्न दाउरा बाल्नको लागि ल है यहाँ राति बस्ने टक्क दाउरा बाले चुरोट खानेले चुरोट खायो रक्सी खानेले रक्सी खायो गीत गाउनेले गायो गिटार बजायो नच्यो जे गरे पनि हुन्छ ल हेर यहाँ हेर पारी यो लाचक घाचक यो अन्नपूर्णको तेस्रो वर्गको भूभागको चाहिँ माछापुच्छ्रे हिमाल एकदम राम्रो देखिँदो रहेछ यहाँ अर्ग्यानिक तरिकाले ल हेर सागहरू पनि फलेको रहेछ भेजिटेरियनहरूको लागि कुनै समस्या छैन है गाइज
यहाँ त्यो आउनको लागि पनि ल हाम्रो म्यामलाई हेर्नु त्यहाँ दुईवटा रहेछ दुईजना जतिजनाले आगो बाले नि हुने तर क्यापेसिटी भन्दा कम चाहिँ हो राम्रो रहेछ यार रिसोर्टमा छिर्दैछौँ है माथि जानु मिल्छ होला नि सर ल एम्बियन्स पनि एकदमै खतरा बवालै छ होइन एकदम दामी तरिकाले क्राफ्टेड डिजाइन गरेको एम्बियन्स छ रमाइलो गर्नको लागि एकदमै रमाइलो छ पारीको हेम्जा भन्दा पारीको डाँडा सरङकोटहरू यो रिपोकोट रिसोर्ट भन्दा नि कम छैन है यस्तो राम्रो एम्बियन्स यस्तो स्विमिङ पुल लाइक होइन अनि त्यस पछाडि यहाँ त्यस्तो स्विङ अनि त्यहाँबाट झन् एक्स्ट्रा लार्ज स्विङ छ यार त्यो स्विङ त ओ माई गड त्यहाँबाट भ्यू पोइन्ट पनि रहेछ यार त्यो पारी देखिएको डाँडा चाहिँ घार्मी है घार्मी भन्ने ठाउँ है घार्मी गाउँ पोखराको है यहाँबाट पोखरा राम्रो देखिँदो रहेछ यो होटलको हामी टप भ्यूमा छौँ रिसोर्टको लागि तातो पानी चिसो पानी सबैको व्यवस्था माछा पुछ्रो हिँड्नु चट्ट साइडमा टक्क होइन एक सरको दुनियाँ हामी ऊ त्यहाँबाट नि आउन सकिन्थ्यो है त्यहाँबाट आउँदाखेरि स्कुटर चाहिँ कहाँनिर राख्ने भन्ने नि कन्फ्युज भयो र हामी यत्रो लामो बाटो घुमेर आयौँ त्यहाँ कालिज पाले रहेछ के हो हाँस कुखुराहरू ल है त्यहाँ पर्यटकहरूको लागि छोडिदिनु एनिवे दिस इज अमेजिङ माछा पुछ्रोलाई यति नजिकबाट कहिले देखेको थिएन यार नाइट यो रिसोर्टको टप भ्यूमा आएर यसरी बसेर हेर्दाखेरि सिटीबाट एकदम टाढा एकान्त भिडभाड पनि नभएको होइन पर्यटकहरूलाई नेपाल राम्रो छ भन्ने देखाउनको लागि चाहिँ एउटा लास्ट मजा आयो यार मलाई यार कसम के लास्ट यहाँ टक्क तिम्रो डिनर प्लेटमा बिहान चट्ट लिएर यस्तो इन्जोय गर्ने ठाउँ तिमीले कहाँ पाउँछौ त नि यार अमेजिङ यार अमेजिङ 1470 मिटर सी लेभलबाट एकदम राम्रो एम्बियन्स टेम्परेचर खतरा बवालै छ होइन मार्केटिङ गरे जस्तो हुन्छ तर यो रिसोर्ट चाहिँ बब्बाल कहाँनिर भनेको यहाँनिर रहेछ यार खोइ तिमीले ढिकी जाउँ हानिरहेको छौ के अरे चाहियो नि त ढिकी स्टाइल हुन पर्यो नि त ढिकी डाँडाको नामकरण हुन देख्नुभयो हजुरले है तिम्रो यहाँ ढिकी चाहिँ मैले देखिरहेको छु होइन होइन यो ढिकी खेलेको भनेको म त अन्तै बगिरहेको यार नवीन सर यार त्यसरी नबकिम न नेगेटिभ माइन्ड यस्तो मजा लाइफमा कहिले हुन्छ तपाईलाई कस्तो लागिरहेछ नवीन सर ढिकी डाँडा आउन पाउँदा तपाईले वास्तविक लाइफको अनुभूति कस्तो गर्नुभयो यो मैले गणेश सरको संगतबाट सिकेको है गणेश सरले यसरी घुमाउनु हुँदो रहेछ मलाई म पो नगएर छु आखिरमा गणेश सरसँग हिँड्नु पर्ने रहेछ एकछिन रिहर्सल हो कि भन न के जाओस् ठाउँको बारेमा दामी छ ए एउटा तिमीले यता आएर मैले यता आएर तर यो डाँडा नभइदिएर सही हुन्थ्यो कि पारी देखेको घार्मी हो रे कि घार्मी गाउँ यता देखेको यता अर्मला उता हेम्जा उता 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 मर्दी खोला त मर्दी खोला मर्दी खोला दामी छ है
अर्को वर्ष आउनु होला घमाइलो आफै गाल आफै लाग्छ नि रमाइलो अनि यताबाट सर्नु घुम्नु उता फर्किनु ल उता जानु ल सनसेट तिमीले सम्झौ र लेकैमा कुहिरो। ल दिदी के छ खबर? ओ निरमाया काला होइन साँचो। What do you say? What do you say about this palace? Do you like it? I have come here. You refused to come here. I was hesitating, you know. I was making excuses, and I have given so much trouble to my respected, dearest person of the branch, ABM Premai Gurung, and there is who? Who is she? She is. I don't know her name, but I forget. Manju Gurung. No, she is Manju Dhakal, you know. The Dhakal, and it is our respected branch manager, Vidyapun ma'am, is taking snapshot of Mohan sir's picture, and Mohan sir is smiling, you know, and seeing pictures. Time भयो man, यो माथि बहन झन् यो भेट भएको बेलैमा। थ्याङ्क यू धन्यवाद। यो नेपाल नै होला के गजब, खाने बेलामा पनि, हिँड्ने बेलामा पनि, खेल्ने बेलामा पनि, जे गर्दा पनि हिमाल। कसले देख्न पाउँछ यो हिमाल? ल गाइस, रामप्रसाद पंगाली, दिस इज दिस इज मोहन चन्द्र बराल, एन्ड दिस इज गणेश Pandya, and there is another sunset pani branch manager Vidyapun ma'am, and she's and backside khoi sunset bhaneko she's hiding, you know. And just we all are in Dhiki Dada, and we are waiting for the waiter. Someone call the waiter. Bring the menu. We are very hungry and thirsty, especially Ram sir. You want to eat cold, you know, something very cold. drink, You know. Oh my God. Thank you. Thank you guys. चिसो भएर हामी भित्र जाँदैछौँ है। ल गाइस, धेरै माथि नजाऊ न हो। अब हिमाल हेरेर पेट नभरि नि होइन। ल
ल बसौँ न त बसौँमा यहाँ रमाइलो गरेर के नै लानु छ र हो मरेर अनि के गर्दै हो राम सर के गर्दै हो किन झ्याल बन्द गर्न लाग्यो तपाईँलाई कफी गर्न आएको हो कफी नै गर्न आएको अरू त्यसमा राखेन त्यस्तो यही बस्छ नि पानी पनि हाम्रो ढिकी डाँडाको छ यसको उद्घाटन चाहिँ श्रीरामजीबाट हुँदैछ है रुम चाहिँ अलिक होइन गणेशबाट भिडियोको उद्घाटन हामीले नान हाउसमा गरिसक्यौँ सुरुमै उसको खिचेको हो कि होइन सुरुमै गणेशको खिचेको होइन अब रामबाट पानीको उद्घाटन भयो रामले टुबक पनि खानुहुन्न होइन केही नै खानुहुन्न पानी खानुहुन्छ त हो श्रीराम हो नि त उहाँको क्यारेक्टर कति राम्रो कलियुगको श्रीरामजी के भन्न अब हेलो होइन हामी चाहिँ ढिकीडाँडा रिसोर्टमा आइरहेको छौँ र उतापट्टिको ट्याक्क हेर्नु त भ्यू कस्तो दामी देखिरहेको छ पछाडि देखाउनु न हुन्छ है मन त यो त 7 आश्चर्य मध्येको होला नि त के उता पनि अब ल अब भन्नु हो कि भन्नु मैले भन्नु न सर त्यो ठाउँको लागि रोजेको चाहिँ मोहन सरले है क्रेडिट मोहन सर दिस क्रेडिट गोज टु मोहन सर है he is more organizer he has organizing skill फेरि के बोल्ला त हामीले yeah like I'm being like I'm being not होइन सोचेर if I'm not wrong Vidya ma'am also managed this palace this credit must also goes to her या रमाइलो मान्छे बल्ल यहाँ अलि परस्फोटन हुँदैछ होइन रमाइलो त गणेश गरिदिबा होइन रमाइलो त गणेश छ तपाईँको तपाईँले त गर्नुहुन्छ नि तपाईँमा हस् यसै रमाइलो हो क्या ठुला बनाउन अरे ए तपाईँ ठुला मैले बनाउनु पर्छ तपाईँ अरू त केही छैन हामीले त मनाङ म त लास्टै सुनेको थिएँ
अल्टिमामा गएर आउँछ ओके ल तर नमिसरी हामी आयो यति रमाइलो हुँदैन कि हो कि न हेर्नु न उहाँ खालि गर्दै रमाइलो हो कि खुट्टाले नआउँथ्यो यहाँबाट आख हाम्रो भिडियो आज प्रिमियममा लिपस्टिक लाउनु है अब बिहान भयो होइन म पनि साथीहरू अब जाने हो Oh my god, where on earth you can see this? This is amazing, mesmerizing and breathtaking, you know. Himalayas. Guys, if you ever been this place before, I'm at a payphone trying to do. Look, it's time for wake up. Wake up, guys. Sunrise हैन मैले हिमालय तिमीलाई उठाउन लाग्छु हैन गाइज त्यो होटलमा गर्ने बिहानको काम भनेको झ्यालबाट हेर्ने सनराइज लगाएर विन्डोबाट लाइट चिरिसके केटाहरु ल Where is this palace? Is this heaven? Sun is about to rise and with hot water my day started. मोहन सरको निद्रै पुगेको छैन अरे My morning started with hot water. It is better to take almost 7. Lai uthai gada. Khara vasleru. Wow. Did they, ma'am?
हेलो आज 2082 कार्तिकको महिनाको 29 गते हामीहरू सबैजना ढिकी डाँडा रिसोर्टमा छौँ. This day is very special because this is Saturday morning. We have extra plenty of leisure time. We enjoyed last night and we are at altitude of 1474 meters from the sea level. And here you can see the beautiful, less crowded palace and Annapurna Thor, Masapuchra Himal. On the background you can see Jital, Amjakot, Lahachok, Garachok, Masapuchre, the glory of Pokhara, and over there this is Garmigaon, and over there this is Sarankot and Suikhet, Amja Milanchok. Everything is so beautiful. That's why you need to make your time, you need to arrange your time and come to check this palace. Come to visit this palace with your friends, family. And this is beautiful Diki Dada Resort. Last night we enjoyed and morning we are taking sunrise view. And on the lens, Vidalakshmi ma'am taking beautiful video. Come. Ma'am, inno to. Flip गर्नु घुम्नु यता हेर्नु बिस्तारै हिँड्नु यता आउनु यता ल जता जानु सनराइज हेर्नु त म क्यामेरा उतै लान्छु हामी बिस्तारै अब बिहानको लागि इन्ट्री गर्दैछौँ त्यहाँ छैन म्याम त कोल्ड वाटर हट वाटर त माग्दैन म्याम तातो पानी लिँदै हुनुहुन्छ तातो पानी लिँदैछौँ सनराइज पनि यहीँ छ होइन लाइट विन्डोबाट चिरेछ विद्यालक्ष्मी म्याम ड्रिङ्किङ हट वाटर Guys, यिनी त बेलुका चाँडै सुतेका हो त यार तिमी कहाँ सुत्ने मलाई उही त हो नि तिमी 2 बजे सुतेका हो यिनीहरूले कहाँ सुत्ने एक केटाको निद्रै पुगेन यार यिनीहरू त 8 बजे उठ्छन् त अब त 8 बजिसक्यो केटाहरू The best part of our journey is to bring your mat yourself. These guys are very awesome, you know.
देउरालीमा धजारीमै मन अन्तै नजा भनेकै मान्दैन। हेलो अर्को भेज 3टा भेज हो। नन भेज है। एउटा चाहिँ नगरिकन भन्नु उता हाई भनिदिउँ न ल। हेलो Come out of the den. Lions come out with helmet. विद्यालयहरु नि अब निस्किन लाउनु भयो। तल निस्किनु झर्नु त नि म्यामहरु झर्नु। दिदीहरु म्यामहरु पनि निस्किनु भयो। फाइनली साइनिङ आउट फ्रम द ढिकी डाँडा। त्यही छोडिदिनु म्याम, रुम सर्भिस आउँछ। ल साइनिङ आउट है अब ढिकी डाँडा। ल गणेश सर पनि निस्किनु भयो होटलबाट। मोहन सर अब आउट अफ द ब्लू, हि इज हाइडिङ। वेयर इज राम सर? कम आउट। ल फाइनली राम सर, मार्क्स ओपन, वी शुड नो यू। ल shake your hand. ल we are signing out from the ढिकी डाँडा last. ल लास्ट रिभ्यू कस्तो रह्यो? कस्तो रह्यो? कस्तो रह्यो? रमाइलो कस्तो रह्यो? फन फन यस। ल गाइज ढिकी डाँडाबाट हामी जानुभन्दा पहिला ल यस्तो लोगो देखाउनु त। लोगो राम सरको मुखार बिन्दुबाट 2-4 शब्द जाओस् न मार्क्स खोलेर। नेपाल बैंक लिमिटेड कस्तो रह्यो समग्र नाइट स्टे? एकदम बुलेट हो। Very nice experience. Nice experience. It will be a great moment for the upcoming days. Yes. To revive those memories. Yes. And we are very much thankful to the organizer. Yes. Of course. The plans. And especially Mr. Naveen. Yes. Thank you. Who surprisingly appeared. Yes. Out of the blue. And with them, ma'am. Say something. Nothing. What was your experience last night? Very fun. With good memory, we are living. And back to our home. Should I make this video public on YouTube? Why not? Of course. We had dance, you know. Yes. You danced very beautiful. Yes. Thank you. Pleasure mine. No problem. Bye.
ल फाइनली हाम्रो ब्याग प्याक गरेर हामी जाँदैछौँ घर है। आउने बेलाको त भएन, अब जाने बेलाको चाहिँ ट्याक्सी जानु न, पृथ्वी चोकमा झर्नु न बरु। सभागृह कता हो? सभागृह नवीन सर बाई 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 बाबु तिमी होइन फरक पर्दैन त राम सर यता यता भलकतिर ल ल गणेश सर ल राम सर ल ड्राइभ गर है ल म पनि जाँदैछु है।